नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथामा। नेपाली कथामा अकबर बिरबलको जीवनी केही समय अगाडि यसै च्यानल मार्फत ल्याएको थिएँ। त्यसलाई पनि माथि रहेको आई बटनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ। आजदेखि भने अकबर बिरबलको कथालाई नै म अगाडि जोड्न चाहन्छु। अकबर बिरबलका कथाहरू भनिदिनको लागि यस च्यानलका दर्शक भानुभक्त जोशीले आग्रह गर्नुभएको थियो। उहाँकै आग्रह अनुसार आजदेखि भने अकबर बिरबलको कथा। आजको कथा अकबर महेशदासको जम्का भेट। हिन्दुस्तानका बादशाह अकबर सानैदेखि घोडचढीमा निकै रुचि राख्दथे। उनी विद्यालयबाट भागी भागी घोडचढीमा निस्कन्थे। अकबरलाई पढाइभन्दा घोडचढीमा बढी रुचि छ भन्ने कुरा सबै शिक्षकहरूलाई थाहा थियो। सानैदेखिको रुचि र निरन्तर अभ्यासबाट उनी घोडचढी कलामा पारङ्गत भइसकेका थिए। घोडचढीमा उनलाई कसैले पनि जित्न सक्दैन थियो। एक दिन अकबर बाघको शिकार गर्न जाने निधो गरे। उनले घोडचढीमा दक्ष आफ्ना सैनिकहरूलाई साथमा लिई जंगलतर्फ प्रस्थान गरे। आधा दिनको यात्रापछि फेरि कहीँ कतै जंगल भेटिएन। चर्को घाम, धुलै धुलोको सडक र लामो यात्राबाट थाकेर लखतरान भएका अकबर घोडाबाट उत्रिए। घोडालाई नजिकैको एउटा रुखमा बाँधी आफू पनि त्यही रुखको फेदमा अडेस लगाई आराम गर्न लागे। उनका सैनिकहरू पनि घोडालाई रुखको फेदमा बाँधेर रुखको छारीमा सुस्ताउन लागे। दिनको 4 बजिसकेको थियो। सबैलाई बाटो बिराएको महसुस भयो। अब के गर्ने? शिकार खेल्न नपाएर निराश भएका राजा अकबरको निमित्त दरबार फर्कने बाहेक अर्को कुनै विकल्प थिएन। राजाको आदेश अनुसार सबै दरबार फर्किए। तेज गतिमा कुदिरहेका उनीहरू यस्तो ठाउँमा पुगे जहाँ बाटाहरू तीनतिर बाँडिएका थिए। सबैलाई कुन बाटो जाने भन्ने भयो। उनीहरू अन्यलमा परे। अचानक आफूतर्फ आइरहेको एउटा बालकमा उनीहरूका आँखा परे। बालक स्थानीय बासिन्दा जस्तो देखिएकाले आगरा जाने बाटो उसलाई पक्कै पनि थाहा हुनुपर्छ भन्ने राजालाई लाग्यो। राजाले बालकलाई सम्बोधन गरेर भने, हे बालक, के तिमी यसै ठाउँका बासिन्दा हौ? बालकले पनि आत्मविश्वास र निर्भयतापूर्वक भन्यो, हो, म यही गाउँको हुँ। भन्नुहोस्, म तपाईँलाई कसरी मद्दत गरौँ? हामीहरू सबैजना आगरा जाने बाटो भुलेर अलमलमा परेका छौँ। तिमी हामीलाई यी 3 बाटाहरूमध्ये कुन बाटो आगरातर्फ जान्छ बताउन सक्छौ? राजाले प्रश्न गरे। बादशाहको यस्तो प्रश्न सुनेर बालक पेट मिची मिची हाँस्यो र भन्यो, हजुर, बाटो आफै कतै जाँदैन। मानिस बाटोबाट जान्छन्। बाटो त सधैँ एकै ठाउँमा रहन्छ। के यति कुरा पनि हजुरलाई थाहा छैन? यति भन्दै बालक फेरि हाँस्न लाग्यो। सामान्यतः अकबर रिसा स्वभावका थिए। बालकले दिएको उत्तर र उसको व्यवहारबाट राजाको स्वभाव राम्रैसँग बुझेका सैनिकहरू स्तब्ध भए। एक आपसमा मुखामुख गर्न लागे। राजा अकबरले अहिलेसम्म यस्तो निडर र साहसी बालक देखेका थिएनन्। उनी आश्चर्यमा परे। आफ्नै स्वरमा हाँसिरहेको बालकलाई एकछिन हेरेर राजा पनि हा 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 गर्दै हाँस्न लागे। राजा हाँसेको देखेर सबै सैनिकहरू पनि खुलेर हाँस्न लागे। बालकको उत्तर सुनेर चकित भएका राजाले प्रेमपूर्वक सोधे, तिम्रो नाम के हो? मेरो नाम महेशदास हो। के म पनि हजुरको परिचय पाउन सक्छु? आत्मविश्वास सहित बालकले सोध्यो। आफूले लगाएको हिराको औँठी निकालेर बालकलाई दिँदै राजाले भने, मेरो नाम अकबर हो। म हिन्दुस्तानको बादशाह हुँ। तिमी बुद्धिमान, साहसी र निडर पनि रहेछौ। तिम्रो निडरपन र आत्मविश्वासबाट म अति प्रभावित भएँ। हाम्रो दरबारमा तिमी जस्ता व्यक्तिको धेरै खाँचो छ। यदि कहिलेकाहीँ आगरा आयो भने मेरो दरबारमा पनि आउनु। यो औँठी चौकीदारलाई देखायो भने उसले मसँग भेट गराइदिनेछ। अहिले हामीलाई अबेर भएको छ, त्यसैले आगरातर्फ जाने बाटो छिटो बताऊ। महेशदास राजा अकबरको नाम सुन्ने बित्तिकै शिर झुकाएर राजालाई अभिवादन गर्दै राजाले दिएको हिराको औँठी लियो। औँठीलाई ढोगेर खल्तीमा राख्दै उसले हातको इसाराले आगरातर्फ जाने बाटो देखाइदियो। केवल मानिस मात्र बाटोमा यात्रा गर्छन्, बाटो होइन। यति भन्दै राजाले घोडाको लगाम खिचे। सैनिकहरू पनि बिस्तारै राजाको पछि पछि लागे। राजाले आफूप्रति गरेको मायालु व्यवहारबाट खुसी भएर महेशदासले खल्तीबाट हिराको औँठी निकाल्यो र खेलाउन थाल्यो। यसरी अकबर र महेशदासको जम्का भेट भएको थियो। त्यसै गरी अकबर बिरबलकै अर्को कथा रहेको छ, बहुरूपीको रमिता र महेशदास। राजा अकबरको राजधानी आगरामा निकै नाम चलेको एकजना बहुरूपी थियो। ऊ बहुरूप धारण गर्न यति सिपालु थियो, कसैले पनि उसले धारण गरेको सक्कली र नकली रूप छुट्याउन सक्दैनथे।
हिन्दुस्तानभर बहुरूपीको खूब चर्चा चलेको थियो। राजा अकबरले पनि बहुरूपीको चर्चा सुने। एक दिन आगरा शहरमा बहुरूपीको प्रदर्शनी हुँदै थियो। राजालाई पनि उसको प्रदर्शनी हेर्न मन लाग्यो र परिवार सहित प्रदर्शनी स्थलमा गए। वरिपरि मानिसहरूको भिडले घेरिएको बहुरूपीले सधैँजसो आफ्नो अनेक रूपको प्रदर्शन गर्दै थियो। उसका सबै रूप वास्तविक जस्ता देखिन्थे। अन्तमा बहुरूपीले साँडेको रूप धारण गर्यो। वास्तविक साँडेको रूप देखेर सबैजना ताली बजाउन थाले। राजा अकबर पनि उक्त प्रदर्शनी देखेर छक्क परे। भिडको अघिल्तिरको भागमा उभिएर रुचिपूर्वक प्रदर्शनी हेरिरहेको एउटा बालक साँडेको रूप देखेर चिच्याउँदै, उफ्रिँदै, ताली पिट्दै र सिट्टी बजाउँदै थियो। सबैका आँखा त्यस बालकमा थिए। बालकले भुइँबाट एउटा ढुङ्गा टिपेर साँडेलाई हान्यो। केही समयपछि उसले आफूले लगाएको मैलो टोपी निकालेर साँडेलाई लगाइदियो अनि चिच्याउँदै नाच्न थाल्यो। बालकको यस्तो रोमाञ्चक क्रियाकलाप हेरिरहेका अकबरले बालकलाई आफू नजिक बोलाए। बालक पनि सरासर राजा बसेको ठाउँतर्फ गयो र आफूलाई बोलाउनुको कारण सोध्यो। राजाले पनि आफ्नो जिज्ञासा राख्दै भने, तिमीले किन साँडेलाई ढुङ्गा हान्यौ? महाशय, बहुरूपीको प्रदर्शन मलाई साह्रै राम्रो लाग्यो। साँडेको रूप त झनै राम्रो थियो। उक्त साँडेको रूप सक्कली हो या होइन भन्ने कुरा जान्न मलाई मन लाग्यो। पशुहरूको छालाले सानो कुरा पनि थाहा पाउँछ र शरीर कपाउन थाल्दछ। बहुरूपीले आफ्नो क्षमताको पुष्टि गरिसकेको थियो, तर म उसको बुद्धिको पनि परीक्षा लिन चाहन्थे। जब मैले ढुङ्गा हाने अनि त ऊ काँप्न थाल्यो। म गाउँले वातावरणमा हुर्के बढेको हुनाले मैले यी सबै काम गरेको हुँ। बालकले निर्धक्कसँग आफ्ना कुरा राजा समक्ष राख्यो अनि आफूले लगाएको टोपी निकालेर किन साँडेलाई लगाइदियो त? उत्सुकतापूर्वक अकबरले अर्को प्रश्न राखे। बहुरूपीको योग्यता र दक्षताबाट म अत्यन्त खुसी भएँ। म उसलाई केही न केही पुरस्कार दिन चाहन्थे, तर मसँग त्यस्तो कुरा केही थिएन। के गरौँ? त्यसैले मैले टोपी फुकालेर उसलाई लगाइदिएको हुँ। अरूले गरेका असल कामप्रति सम्मान र प्रशंसा गर्ने यो मेरो आफ्नै तरिका हो। टोपी लगाइदिनुको कारणबारे बालकले स्पष्ट पार्यो। बालकको बुद्धिमत्ता र चतुराईबाट प्रभावित भएका राजाले मुसु मुसा हाँस्दै भने, राम्रो कामको सम्मान र प्रशंसाको लागि एउटा मैलो टोपी? हजुर, कुनै पनि प्रदर्शनकारीका निम्ति ठूलो कुरा भनेको दर्शकबाट उसलाई पुरस्कार मिल्यो कि मिलेन भन्ने कुरामा निर्भर हुन्छ। पुरस्कारमा उसले के पायो त्यो कुनै ठूलो कुरा होइन। पुरस्कार फूल होस् या आशीर्वाद, सुनको असर्फी होस् या मैलो टोपी, केही फरक पर्दैन। आखिर पुरस्कार त पुरस्कारै हुन्छ। बिना प्रशंसा असर्फीले भरिएको थैलो पनि उसको लागि निरर्थक हुन सक्छ। निर्धक्कसँग बालकले उत्तर दियो। बालकका यस्ता तर्कसङ्गत कुरा सुनेर खुसी भएका राजाले उसको परिचय लिने उद्देश्यले सोधे, तिमी को हौ र कहाँबाट आएका हौ? हजुर, मेरो नाम महेश दास हो। म भर्खर गाउँबाट सहर आएको हुँ। मेरो मातापिता गाउँमै हुनुहुन्छ। एउटा कुनै राम्रो काम पाउने बित्तिकै बस्ने घरको व्यवस्था गर्छु अनि गाउँ गएर मातापितालाई लिएर आउँछु। आत्मविश्वासका साथ महेश दासले भन्यो। बालकको कुरा उत्सुकतापूर्वक सुनिरहेका राजाले तुरुन्त आफ्नो मन्त्रीलाई बोलाएर बालकका मातापितालाई बस्नको निमित्त घरको व्यवस्था गरिदिन र बालकको पढाइ लेखाइको लागि राम्रो विद्यालयको बन्दोबस्त मिलाइदिन आदेश दिए। राजाको आदेश अनुसार मन्त्रीले आगरा शहरभित्र एउटा सुविधा सम्पन्न घरको व्यवस्था गरिदिए। साथै महेश दासको पढाइ लेखाइको निमित्त सम्पूर्ण खर्च राजकोषबाट बेहोरिने गरी विद्यालयमा भर्ना पनि गरिदिए। बालकको बोली, व्यवहार, कुराकानी र उसको विद्वत्ताबाट खुसी भएका राजा त्यहाँबाट आफ्नो दरबारतर्फ प्रस्थान गरे। राजाले आफूमाथि गरेको न्यानो माया ममताबाट खुसी भएको महेश दासले दरबारतर्फ गइरहेका राजालाई टुलु टुलु हेरिरह्यो। दर्शक वृन्दहरू, अकबर बिरबलका कथाहरू पुनः भोलि बेलुकीको समयमा लिएर आउनेछु। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्कार।